गाइज आज चाहिँ हामी जङ्गलतिर तिजो खान जानु लागेको म दाइ अर्को दाइ भएर अहिले चाहिँ हामी उकालोतिर स्याहाँ गर्दै उकालो चढिरहेछौँ अनि अहिले चाहिँ हामी तिजुको बोटमा आएर दाइ चाहिँ बाजा चाहिँ गरेर रुखमा जानुभयो अनि दाइले चाहिँ तिजु फाले हामी चाहिँ मुखतिर हाले गुम खायो मिठो थियो यता चाहिँ पानी सलल बगेको हामी चाहिँ त्यहाँ माथि जाने भनेको अनि हामी चाहिँ अहिले रुख हेर्दा चाहिँ त्यो टोपी लागेको टोपी चाहिँ तल खस्ला जान्थ्यो तर एउटा तिजु थिएन यार अनि हामी चाहिँ अहिले काफलको बोटोमा आएर दाइ चाहिँ रुखमा चढ्यो अनि काफल साफल फाल्दियो मलाई मैले चाहिँ मुखभित्र गुम हाल्न थालेँ मिठो नै थियो भनौँ अनि अहिले चाहिँ हामी घर आएर पैसा लिएर दाइ र म भएर चाउचाउ साउचाउ लिएर घर आएर आगो सागो बालेर चाउचाउ उम्रिन दिएर अनि पाकिसकेपछि उतारेर सुप अनि दालमोट सालमोट के हो के ठोकियो अनि हामी चाहिँ गम खान थालियो सबै दाइ भाइ मिलेर मिठो थियो दबाउनुसँग दबाइयो आजको लागि यति हस् त बाइ।